नमस्कार सबैजनालाई। रक्षाबन्धन नजिकै छ। रक्षाबन्धनका दिन सबैको घरमा क्वाटी बनाउने चलन छ। क्वाटी बनाउनका लागि हामीहरूले गेडागुडी सही तरिकाले उमार्नु पर्ने हुन्छ। त्यसका लागि हजुरहरूलाई आज मैले लिएर आएको छु सही तरिकाले गेडागुडी उमार्ने तरिका। यो तरिका एकदमै सजिलोसँग हजुरले घरमा नै राम्रोसँग उमार्ने, सजिलोसँग उमार्ने मैले विधि सिकाउँदैछु। भिडियो मन परे हजुरले लाइक शेयर कमेन्ट गर्न नबिर्सनु होला। आज चाहिँ मैले 7 थरीका यसमा गेडागुडी लिएको छु। घरमा जति सक्दो हजुरसँग गेडागुडी जति छन् त्यतिलाई भिजाउन सक्नुहुनेछ। सबैभन्दा पहिला मैले यसमा राजमा लिएको छु, त्यसपछि यसमा मैले ब्राउन चना लिएको छु, अनि त्यसपछि मैले यसमा कालो भटमास लिए, अनि बोडी लिए। क्रमैसँग मैले यसमा काबुली चना, अनि त्यसपछि केराउ, अनि त्यसपछि मैले यसमा चाहिँ जुन मुसुरोको दाल थियो मसँग 7 थरी बनाउनका लागि मैले मुसुरोको दाल राखेको छु। यदि हजुरसँग मुङको दाल छ भने मुङको दाल पनि राख्न सक्नुहुनेछ। अरू कुनै दालहरू छ भने पनि त्यसलाई पनि राख्न सक्नुहुनेछ। मसँग जति थिए त्यतिलाई राम्रोसँग राखेर मैले एकपटक राम्रोसँग पखालेर अब यसलाई चाहिँ मैले लगभग गेडागुडीमा चाहिँ मजाले डुब्ने गरेर भाँडो माथिसम्म चाहिँ मैले पानी राखेर ओभरनाइट भिजाइदिएँ। यसरी भिजाइसकेपछि चाहिँ मैले लगभग 14 घण्टा जति भिजाएको थिएँ। अब यसरी 14 घण्टा जति भिजाइसकेपछि अब चाहिँ यसलाई मैले एउटा भाँडामा छान्नी जस्तो चिज, जुन तल चाहिँ एउटा भाँडा राखेर अनि त्यसमाथि जुन छान्नी जस्तो टाइपको एउटा भाँडा राखेर जाली जाली भएको जहाँ पानी जानेवाला टाइपले त्यो राखेर एउटा कटनको झोला राखेर अनि त्यसमाथि मैले सबै दानाहरू, भिजाइएका दानाहरू राखेँ ताकि हामीहरूको पानी चाहिँ त्यही भाँडो मुनि जाओस् भनेर। अब त्यसपछि यसलाई राम्रोसँग गाँठो पार्न जाँदैछु। मैले भिडियोमा जसरी गाँठो पारेको छु त्यसरी नै पार्ने कोसिस गर्नु होला, नत्र भने हजुरलाई जसरी आउँछ त्यसरी नै गाँठो पार्नु होला। सजिलोसँग यसरी गाँठो पारेर चाहिँ मैले चाहिँ यसरी रातभरिलाई मैले झुन्डाएर राखेको थिएँ किचनमा। अब यदि नेक्स्ट डे चाहिँ मैले त्यसलाई यसरी पानीमा चुलुम्म डुबाएको छु। हेर्नुस् भिडियोमा यसरी नै पानीमा चाहिँ यसलाई हजुरले प्रेस नगरिकन हल्का डुबाएर निकाल्नु पर्ने हुन्छ। यसलाई पुरै भिजाउनका लागि फेरि पनि डुबाउन सक्नुहुनेछ। यसरी राम्रोसँग यसलाई यो भिजिसकेपछि फेरि पनि यसरी झुन्ड्याइदिनु होला। यस्तै गरेर 2 दिन हजुरले यही सेम प्रोसेस अपनाउनु होला। अनि आफ्टर 3 डेज अर्थात् 3 दिनपछि चाहिँ म हजुरलाई स्प्राउट कतिको बन्यो भनेर देखाउन जाँदैछु। यसरी गरेको जुन यो मैले जसरी देखाएको छु यो तरिकाले हजुरको जस्तो दानाहरू पनि एकदमै राम्रोसँग स्प्राउट बन्नेछ। हेर्नुस् त कति लामो लामो ठुलो ठुलो दाना निक्लिसकेको, जुन यसको दानाबाट चाहिँ स्प्राउट ठुलो ठुलो निक्लिसकेको छ। हेर्नुस् न चनाको पनि कति राम्रोसँग उम्रेको छ। यो जुनसुकै दाना पनि यति राम्रोसँग उम्रिन्छ। हजुरहरूले यो स्प्राउट चाहिँ राम्रोसँग उमार्नको लागि यो एकदमै सही तरिका हो। यसरी बनाएर हजुरहरूले पनि यो रक्षाबन्धनमा यसरी स्प्राउट उमारेर क्वाटी बनाएर खान सक्नुहुनेछ। आज चाहिँ मैले यसरी भिडियो बनाएँ। हजुरहरूलाई मन पर्छ भने मेरो च्यानल लाइक सब्स्क्राइब अनि सेयर गर्न चाहिँ नबिर्सनु होला। यसरी अहिलेको जनै पूर्णिमामा चाहिँ मैले हजुरले यसरी नै स्प्राउटलाई बनाएर चाहिँ क्वाटी बनाएर खानु होला। हजुरको एक्सपिरियन्स जानकारी रेसिपी किचनमा सेयर गर्न नबिर्सनु होला। आजको लागि यति नै। ओके, बाइ बाइ।